नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। ल आज मैले के गर्दैछु, के गर्न लाग्दैछु त्यो हजुरहरूलाई देखाउने छु। ल हेर्नु होला, कृपया धन्यवाद। चाहिँ हामीहरू मोमो बनाउन लाग्दैछौँ, त्यसैले म र यता माइली दिदी हुनुहुन्छ अनि हामी दुईजना चाहिँ दोकान जान लाग्दैछौँ। अलिकति कुखुराको मासु किमा बनाएर ल्याउने अनि त्यसपछि मैदा पनि लिएर आउने अनि बनाउन थाल्ने। अचार चाहिँ मैले अघि बनाइसकेको छु। यस्तो घाम छ। यही चाहिँ हाम्रो सेते हो। ल साथीहरू, यो चाहिँ हाम्रो घरको बाटोहरू हो होइन। यहाँनिर माइली दिदी हुनुहुन्छ, केही नबोल्नु हुने अरे उहाँ चाहिँ। हामी चाहिँ बोल्छौँ। ल के भन्छौ तिमी तिम्रो मम्मुलाई? आई लभ यु, आई मिस यु भन्दैनौ? मोमोसँग जाने कि नजाने? कहिले जाने त अनि? ए पढ्न मन लाग्छ कि लाग्दैन? मन लाग्छ। हाम्रो चाहिँ यहाँ किमा रेडी हुँदैछ। अहिलेको भन्दा अहिले चाहिँ खतरनाक भयो है दिदीको मेहनत। अनुहार नदेखाउनु होइन। ल साथीहरू, हामीले चाहिँ मैदा अनि त्यसपछि किमा र मासु ल्यायौँ। हाम्रो चिल्लर चाहिँ यहाँ खाँदैछ। साथीहरू, हामीले चाहिँ मैदा र अनि किमा लिएर आइसक्यौँ। अनि अचार चाहिँ अघि रेडी बनाएको कि तर मिक्सरमा पिन्नु बाँकी छ कि। साथीहरू, अब हामी चाहिँ किमा बनाउँदैछौँ होइन। हाम्रो चाहिँ किमा मेसिन छ नि त, यहाँ प्याज अब भन्दाखेरि त्यहाँनिर अलिक हुँदैन होला। यहाँ माइली दिदीले बनाउन लाग्थ्यो हुन्छ। यस्तो रहेछ किमा चाहिँ भइसक्यो एकैछिनमा क्या, 2 मिनटको काम पनि होइन। बन्दाहरू छ, यो पनि त्यस्तै गर्ने हो। रेडी हुँदैछ यहाँ बन्दा सन्दा नि चारेर यहाँ आउँदैछौँ। साथीहरू, हामीहरू चाहिँ मोमो बनाउँदैछौँ होइन। मोमो बनाउँदाखेरि चाहिँ यहाँनिर हाम्रो मम्मी पनि हुनुहुन्छ, देखाम मम्मी। अनि यहाँ छ मोमोहरू इसी भन्नु खतरा बनाउँछ क्या। किमा चाहिँ हामी सिम्पल खालको बनाउँछौँ। ल यस्तो छ। मोमो बनाउने मान्छे चाहिँ हाम्रो माइली हुनुहुन्छ यहाँ। कोही कोही चाहिँ यहाँ चकचक गरेर उपत्रै छ। साथीहरू, हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ। अब हामी चाहिँ खान्छौँ। हामीसँग छ मसँग चाहिँ यहाँ खतरा अचार बनाउँछ चाहिँ। यसले चाहिँ आन्टीको अचार चाहिँ थोरै आन्टीले राखेको बनाउनु थियो नि त। अनि अचार यहाँ मिक्सरमा पिस्न ल्याउनु थियो, त्यही भएर राखेको जोडेर खान मन लागिसक्यो। यहाँ हामीसँग जुस छ, न त खाइदियो फुटेको। अनि यहाँ छ ल कस्तो रहेछ हौ नभने खान थालिसक्यो। यतिकै ट्राई गरेर फुटेको भएछ। नगर न, देखिरहेको छ त्यहाँ छोटो। जाऊ तिमी कार्टुन हेर। जाऊ तिमी कार्टुन हेर। चम्ची जस्तोको लागि मात्रै। अब अस्ति मिनी भ्लग बनाएको यति लामो भ्लग बस्दैछ। ठुलो भएको दाम हो कस्तो भयो त कति रहेछ त। नपढिकन बनाउँदा नि दिएको। डाइटिङ गर्छु भन्ने थिएँ कि अब यस्तै हो डाइटिङ।
नखाइकन अब डुलाउनु पऱ्यो भनेको नखाइकन त मरिनु चाहिँ डुलाउनु पऱ्यो हो पानी खाँदा चाहिँ जानु लाग्छ त्यही भएर छोडेको टाइपमा अहिले त मैदा के हुन्छ एकदम सफ्ट भएर होला कि अनि यस्तो तल तल भएर जानकार नरिसा ल खाइमा जान्छ कति पाक गरेर फेरि बनाउनु बानी भएछ हौ आज पाको मम्मी यसरी कपालमा लाग्यो चिन्डी जस्तो देखेको नि अनुहार ठुलो त्यही छ यस्तो गर्मी छ भाइ खाने भाइ मोमो खाने छोड त यो डाकु हो डाकु देखिरहेको छ क्या देखिएको छ क्या देखेको त छोडिदेऊ न आऊ मोमो खान आऊ नगर जस्तो कस्तो मिठो छ मोमो आऊ नि बुढी देखा गऱ्यो माछा निस्क्यो होइन मोमो बनाउनु चाहिँ लास्ट चाहिँ मिहिनेत लाग्छ कि तर खाँदा चाहिँ एकदम मजा आउँछ बाहिर किनेर खाएको भन्दा घरमा बनाएको बाहिर किनेको चाहिँ किनेको खाना भन्दा मलाई मोमो कति रोज पाकेको गर्मी लागेपछि पाएको थिएन जाडोमा खाएको थिएँ अनि अस्ति नै कहाँको हो आएछ कति जान्ने हाम्रो भाइ आउनु चलाउनु जाउँ न अनि खानु अरू भर्खर गाड्दै गयो हामीलाई चाहिँ हातेर मोमो खाँदाखेरि मजा लाग्छ होइन स्वाद पनि आउँछ तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ चम्चीले प्याजले जस्तो सोलाले हो मोमो अत्र घरको त यत्रो यत्रो नि 10 वटा जान्छ बाहिरको त मिक्सर मात्रै हाल्नु पर्यो छोप्रीवाला अन्दाज
लागेर होला केही भन्नु नमन लाग्दैन कागो खानु नगर ल्याउनु चलायो भने बोलाएर मलाई अरे पिरो भयो मैले अखबार नै हालेको त्यसमा तर एउटा मात्रै हालेर डराउँदैन एउटामा चाहिँ हाल्नु तर हाम्रोभन्दा आन्टीको अचार खाएको चारवटा खान्छ आज मम्मीले त पाखी तिमी यहाँनिर बस न यहाँदेखि हुँदैन फेरि जानु गएको छोराले लट्ठी भन्दैछ जस्तो छ के भन्नु चुस्नु थालेर चिया चाहिँ लाग्दैन होइन उहाँ छल्नु छोरा जा गएर मागेर खा जा मलाई मेरोमा त सक्यो हामी भरे राति खान्छौँ भरे राति खान्छौँ हामी नगर न न्याउलाई यहाँ चाहिँ मैले भएको नि त नखानु भयो यति हो नि त कि लाउ यो खाऊ चिया खाऊ चिया खाऊ लग लग उयो हो नदिनु 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 राति खोको भने चाहिँ भइसक्यो त्यतिले पनि ठिक छ होला अरू खाने भयो अरे गुलियो हो नि त धेरै गुलियो ओभर एक्टिङको 10 रुपियाँ काटिदिन्छु म तेरो त्यो भन्नु खोकी लाग्छ अरे सकिन्छ जानकारी छैन अरे त्यहाँ छ त्यसको उता जाऊ न लिएर जाऊ त कप लिएर जाऊ न कप लिएर आऊ न लिएर जा अब नबोल्नु है बोलेर बोलेर सबै उयो भनेर तान्काको छोराले बोलेर आएको
लट्ठी भन्दैछ कि क्या हो कोही कोहीले भाइ साथीहरू अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद खाइसक्यौँ बाई